सिर्जित बन्द छ पुस्तक सूक्ष्म सूक्ष्म गाथा भए सोही विधाताको संग्रह बन्द छ पुस्तकालय असीमित ज्ञान अज्ञान त्यहाँ नभई सीमित तीनमै छन् कोरिएका धरणी सिंगारका गीत नवभाव बिउताउँदछन् त्यहाँ सिकारुका अच्छे ज्ञानको सूक्ष्म पारमिता दिन्छ त्यही एउटा कक्षे ज्ञान भण्डारित मस्तिष्कमा नि मिश्रित चमक मनको विस्तारित बिना सञ्चिता गरी वास्तविक जीवनको छर्दछ शब्दका किरण पतन पार्छ विशुद्धिलाई कदम चालको विधि दिन्छ संकोचित बुद्धिलाई पृथक दिव्य ज्ञान बटुल्छ पुस्तकालय प्रवेशार्थी विद्यार्थी शिक्षार्थी बन्छ मात्र नरही परीक्षार्थी पाउँदछ अध्ययन विधि बन्छ पाठक अनुरक्त विलाप हुन्छन् छुटा सन्देह निष्कासित विरक्त स्थापित गर्छ अध्ययनशीलता असंख्य ज्ञानार्जन पठन बन्छ मुक्ति मार्ग मुक्त हुन्छ दुर्जन त्यही विधि त्यही विधान त्यही छन् साहित्यका छन्द असभ्यतालाई त्याग्दछ मानिस स्वभाव बनाउँछ मन्द विश्व इतिहास त्यही त्यही जीवन्त जीवनी प्रकाश पार्दछ पुस्तक भण्डार कुनै लोभ नमानी गुप्त तथ्य मस्तिष्कमा अनि आधार देउथलको पवित्र छवि त्यही छन् कीर्ति रचने मण्डलको आशिष पाउँदछन् त्यही शिक्षा प्रेमी अर्चनाले नवीन गन्तव्य भेट्दछन् त्यहाँ सर्जकका रचनाले पदोन्नति क्षमताको हुन्छ जीवनको दर्शन भाव जागृत जागरणको अनि कर्मयोगी समर्पण प्रदान गरिन्छ त्यहाँ पारङ्गितको परमानन्द विस्थापित हुन्छन् युद्ध समापन हुन्छन् हर द्वन्द सभ्य शिष्ट बन्छ व्यक्ति बहुता ऋण यत्र तत्र सार्थक ज्ञानार्जन गर्छ उसले न घुमी सर्वत्र विलापमय भय र चिन्ता कुशंका र सन्देह त्यागेर मोह मानिस बाँड्छ
हरमाई स्नेह। परन्तु वास्तविकता प्रदान छैन यहाँ शिक्षार्थीलाई। ज्ञान सागर पुस्तकालय अति दूर विद्यार्थीलाई। हरास माये पठन संस्कार अर्थवादी इच्छाले। धराशाही छ बौद्धिकता अनि गोगन्ते शिक्षाले। हेर्दछ विद्यार्थीकी दाबदण्ड अनि दबावले। विध्वंसात्मक परिणाम त्यसै पठन संस्कारका अभावले। अल्प अल्प मौलिकता नक्कलवादी पठन संस्कृति। फलस्वरूप समाजमा भित्रिँदै असंख्यक विकृति। रिक्तताले मस्तिष्कमा बेप्रवाही चिन्तन। अराजक बन्दैछ समाज वर्तमानका हर दिन। निर्मूलित बन्दै पठन कर्म अज्ञानता सल्बलाउँदै। कुलतमा आनन्दित छन् सबै मानस पढल खलबलाउँदै। शान्ति भङ्ग छ युद्ध दङ्ग छ आरम्भ काटमारको। लोपोन्मुख छ मानवता अनि मानिस्या भार भो। कायाकल्पित हुन्छ बोध पुस्तकका दीक्षाले। परिकल्पित सभ्य समाज जीवनवादी शिक्षाले। निर्मूल पार्न अमानवता दिव्य ज्ञान आवश्यक। निर्मूल पार्न अमानवतालाई दिव्य ज्ञान आवश्यक। पुस्तकालय मात्र एकन पठनको संरक्षक। पठन र पुस्तकालयको निकटता छ अपार। पुस्तकालयबाटै हुन्छ पठन संस्कार सम्भार। शान्तिमय रहोस् धरा अनि दियो बलोस् ज्ञानको। पुस्तकमय निवास बनोस् पठनमय ध्यान होस्। पुस्तकमय निवास बनोस् पठनमय ध्यान होस्।